नमस्कार, म सौरभ लोहानी। आजबाट हरेक 2 दिनमा एक पटक भिडियो लिएर आउनेछु जीवनको विभिन्न विधामा कसरी सफल हुने भनेर। अबको 1 देखि 1.5 महिना मानसिकता कसरी सशक्त बनाउने भन्ने विषयमा रहेर भिडियो बनाउनेछु। मानसिकता सशक्त बनाउन जीवनमा सफल हुन सबैभन्दा महत्त्वपूर्ण कुरा हो र मानसिकता सशक्त बनाउन जीवनमा चाहिन्छ 2 वटा कुरा: लक्ष्य, उद्देश्य। लक्ष्य र उद्देश्य हुने मान्छे जीवनमा कहिले पनि विचलित हुँदैन, आफ्नो ध्यान भट्काउँदैन र दुखी हुने मौका नै पाउँदैन। लक्ष्य र उद्देश्य हुने मान्छे निरन्तर आफ्नो काममा अघि बढिरहन्छ। जीवनमा लक्ष्य र उद्देश्य नहुनु दुःखको कुरो होइन, तर आफ्नो काम गरिराख्दा जीवनमा लक्ष्य र उद्देश्य नखोज्नु दुःख, पीडा र कष्टको कारण चाहिँ हुन सक्छ। लक्ष्य र उद्देश्य खोज्न म अर्को भिडियोमा सिकाउनेछु।